down, I know you got me, baby. हेलो गाइस, सबैलाई स्वागत छ है मेरो नयाँ भ्लगमा। म चाहिँ धेरै दिन भयो भ्लग नबनाएको। कस्तो भयो अब हिँड्न त हिँड्दा हुन्छु काठमाडौँतिर नि। अब भ्लग बनाउने यादै आएन कि, त्यही भएर यस्तै भयो। अब चाहिँ आज चाहिँ मैले धेरै दिनपछि 9-10 दिनपछि फेरि भ्लग सुरु गर्दैछु है गाइस। टक्क 12मा हामी चाहिँ फेरि आज लोड गर्न हिँडेको। ढिकुरीतिर बाटो लोड हुन्छ अरे आज, त्यहीबाट हिँडेको है। 2टा गाडी लोड हुन्छ, एउटा गाडी चाहिँ त्रिशुलीमा गएर भेट्छौँ, 2टा बोलेरो लोड हुन्छ आज चाहिँ। यता चाहिँ गइकोला छ भने यता म ड्राइभ गरिरहेको छु, एकछिन यसलाई चलाउनु दिनु पऱ्यो। त्यस्तै हो गाइस। हल्का लगाइन्छ यहाँ कहाँ पनि पुग्लाइछ है। टक्क 12मा अनि चलाइसकेका छौँ गाडी चाहिँ। यो पहिलो चलाइरहेछ भने हामी लगभग हिँडिसकेका छौँ भनौँ। कतितिर पुगेर अब भेटौँ है। यस्तै हो लगाइ चल्छ। हामी टक्क लगाएर बटार आइसक्यो है। टक्क हाम्रो हिरो बस्किरहेको किन हो यहाँ ब्रिज गर्नु लाग्यो। अब यहाँ ब्रिज गरेर लाग्छौँ यहाँबाट ग्यारेजमा छिरेको चकतिर भन्ने क्या कता हो? चौकतिर हो। ल अर्को गाडी चाहिँ यहाँ ग्यारेजमा छ। हेलो फिरोज सेबुल ए मरद छ मरद। के भयो र हाम्रो? के भयो? भयो गाडी ब्रिजमा हाले। ल गाइस जस्तै हो, अलि हिँड्ने बेला देखाउँछु। ल गाइस हामी चाहिँ यहाँबाट इग्रेस चेन्ज गरेर हिँडिसकेका छौँ। एउटा गाडी चाहिँ अगाडि छ, भने पछाडि छ। मोरले फेरि कति कुदाएको होला चट्ट 12मा सँगै जाने भनेको त। एउटा गाडी अगाडि छ है गाइस, राजकुमार बोलेरो। हाम्रो चाहिँ सँगै एकै ठाउँ एउटै फोनबाट लोड हुन्छ आज। चाहिँ हामी यहाँ घन्टाघर है। यो के अरे के चोक रे? घन्टाघर चोक होइन, बटारको घन्टाघर चोक आइसकेको छ। हामी यहाँबाट टक्क सङ्गम चौक निस्केर जानेछ है गाइस। चट्ट 12मा ल अझ अलि अगाडि गएर भेटौँ है गाइस। अहिले आइसकेको छ है ल एउटा गाडी त्यहाँ छ। तिम्रो त सेतोमा त टल्किँदै रहेछ। ल 2टा गाडी यहाँ एउटा टक्क 12मा एउटा गाडी लोड भइरहेको छ भने मेरोमा चाहिँ अहिले यो लोड भइसकेको छ। ल यसमा लगभग फुल हुन लाग्यो है। हाम्रो गाडी यसपछि लोड गर्नेछु। ल गाइस हाम्रो चाहिँ लोड भइसकेको छ। अब चाहिँ हिँड्न लाग्यो, जाउँ जाउँ। लोड भइदिन्छु।
लगाएछ अब हामी यहाँबाट हिँड्छौँ अनि गाडी भेटौँ लगाएछ हामी थानसिङ फाँट आइपुग्यो चार्जिङ बढी बन्द भयो क्या थानसिङ फाँट इन्ट्री हुँदैछु टक्क लगाएर चार्जिङ स्टेसन छेउमा आइपुगेछौँ त्यो ठिक 11 too many times, feeling like it never ends. Back again, square one. Tried to leave myself behind, looking for a better place, not to stay alone. चट्टा पारामा वनतिर छिरिसकेका छ गाडी Too many times, feeling like it never ends. Back again, square one. Tried to leave myself behind, looking for a better place, not to stay alone. To break it, ask for truth, but you only fake it. What you said, what we had was sacred. It's all lies. वासिङ छ हाम्रो चाहिँ यहाँ वासिङ भइसक्यो अहिले तल लानुपर्ने धारिसकेर बेबी गाडी धुँदैछ हाम्रो चाहिँ धुइसक्यो आलु सालु ल्याएको छु के जानु यस्तै हो गाइज आज भ्लग चाहिँ म बाटोमा इन्डिङ गर्छु बाटोमा अलि लामो बनाउनु पऱ्यो गाइज चल्छ हामी यहाँ चल्ला हालेर पनि यहाँ माथितिर आइसकेको छ शिवपुरी लागिसक्यो टक्क शिवपुरी यहाँ चल्ला लोड गरेर हिँडिसक्यो हामी अरू गाडी चाहिँ आउँदैन हामी त अर्को गाडीलाई कुरा चाहिँ टक्कसँगै जानुपर्ने हुन्छ ल अब हामी सँगै जानेछौँ ऊ आएपछि हामी ल गाई चल्छ हामी यहाँ गुरुङ गाउँ पढेर तलतिर हिँडिसकेका छौँ है चट्टामारमा एउटा गाडी आएर नि अगाडि हिँडिसक्यो चल्ला चाहिँ हामीले आधी आधी ल्यायो हौ चट्टामारमा
के हो गाडी चलाउन आउँदैन क्या यिनीहरूलाई Lama in a German गाडी दामी है नि त रोड पहाडी उडान चट्ट बारमा लगाइ चल तल गएर भेटवा हुन्छ अब चट्ट भएर लगाइ चल्छ हामी यहाँ छरे भाडा आइपुगिसक्यो चट्ट बारमा यहाँको भ्यू चाहिँ यस्तो हो कि मजाको क्याट त बेयो गजब छैन त Fallen one too many times, feeling like it never ends. Back again, square one. Tried to leave myself behind, looking for a better place, not to stay alone. Gain our trust and you chose to break it. Ask for truth but you only fake it. Thought you said we had the sacred. Our lives, broken and isolated, but inside held दाना हाल्ने कार्यक्रम हुन लागिरहेछ टक्क लगाएर हताइले ओ बाछिडा हाल्नु पर्यो के ढिला भइसक्यो आएर फेरि आएर जानुपर्छ भरे सुपर दाइको लोड गर्ने गाइस हामी यहाँबाट दाना लोड गरेर हिँड्छौँ यति नै हो